हेलो साथीहरु सबैजनालाई नमस्ते नमस्कार। आजको हाम्रो नयाँ भिडियोमा स्वागत छ हैन। आज चाहिँ हाम्रो किचन सफा गर्न लागेका छौं हैन। किचन चाहिँ अब सर्नको लागेर अहिले यस्तो छ हैन। सामानहरु स्टिमर झिकेर यता छ अनि यहाँ सामानहरु झिकेर यता राखेको छौं हामीले है। अब पुरै टल्काउने भन्ने सोच छ हाम्रो चाहिँ हैन। सेफ सर त्यहाँ हुनुहुन्छ अनि त्यसपछि हाम्रो यता खाना पाकिसक्यो अनि यो दाल भइगयो अनि चिकन करी पाक्दैछ हैन। अब चाहिँ हाम्रो सरसफाइ सुरु हुन लागेको छ गाइस हैन। अब सरसफाइ कस्तो चाहिँ टल्केला त हैन। अब कतै चाहिँ टल्काउन पर्ने हुन्छ है। अब टल्काउन पर्ने हुन्छ एकदम। हजुरहरुलाई कस्तो लाग्छ यो भिडियो हैन, अन्तिमसम्म हेरेर साथ दिनु होला हैन। अब हामी चाहिँ किचन टल्काउन तर्फ लाग्छौं है। अनि त्यसपछि हाम्रो अर्को दादा आउनु भएको छैन। अर्को दादा आउनको लागि अब 2 मिनेट जति लाग्छ हैन। यो 12 बजेसम्म बसेको हो हैन। अनि त्यही भएर चाहिँ त्यसपछि अर्का टाइम लागेको हो। हामी चाहिँ अलिकति अगाडि 9 बजे नै हामी आइसक्यौं है। अनि यस्तै छ हाम्रो सडक लाएर। अनि बाहिरको माहौल हेर्न चाहनुहुन्छ भने बाहिरको यस्तो छ अनि यस्तो भएको छ। अनि यता चाहिँ सडक लाएर बिहानै सरसफाइ भइसकेको छ हैन। दिदीहरूले सरसफाइ गर्नुभएको छ। अनि किचन चाहिँ आज हाम्रो ठक्क लागेर 1 हप्ता भयो नि त। एक हप्तामा हाम्रो किचन सफा हुन्छ। अनि एक हप्ता पछि चाहिँ हामीले किचन टल्काउने गरेको छ क्या गाइस। किनभने आज हल्का टाइम मिलेर मैले भिडियो बनाएको। अब किचन टल्काउन लागेका छौँ। अब पानी तान्न लागेका छौँ हैन। अब सर्लक्क लागेर पानी गरेर सफा गर्नुपर्ने हुन्छ। चिकन करी पाक्दैछ है गाइस चकडार। आज चाहिँ शनिबार हो नि त। अनि त्यही भएर शनिबारको दिन चिकन करी ठिकठाक केही छैन र गाइस। ल अब सर्लक्क लागेर हाम्रो सरसफाइ सुरु हुन्छ। ल अब रङ्ग लगाएर यस्तो छ। हजुरहरूले देख्न सक्नुहुन्छ हैन। आज एकदमै सफा गरेर हामीले हजुरहरूलाई देखाउने छौँ है किचनलाई। किचन अब एकदमै टल्काउनु पर्ने हुन्छ। अनि यो भुइँको लागि यो सरफ पानी हालेर राखेको हामीले। यो चाहिँ थोरै छ। अब यहाँबाट धार सर्लक लाएर खोलेर सरसफाइ गर्ने हो। तर हजुरहरूले सोध्नुहुन्छ यति पानीले मात्रै होइन कि अब बाहिरबाट आउँदैछ क्या। सर्लक लाएर बाहिरबाट आउँदैछ सरसफाइ। यो शुद्ध टल्काउने भनेको छ हामीले हैन। यो शुद्धै टल्काउने हो। हेर्नुहोस् यस्तो छ हैन। अब यो शुद्धै टल्काउने भन्ने सोच छ हैन। अब टक्क लागेर टल्काउनै पर्छ। ल गाइस अब चाहिँ सर्लक्क लागेर म भिडियो स्टप गर्छु हैन। किनभने अब सरसफाइतिर लागौँ। किनभने अब त्यही हो, किचनलाई सफा टलक्क टल्काउन लाग्छौँ हैन। अब माथि चलेर सर्लक्क लागेर हैन गर्नुपर्ने हुन्छ हाम्रो। यस्तो छ सरसफाइ। अब दामी दाजु सेफ सकेर मैले चाहिँ गर्नु लागेको छ। अर्को दादा चाहिँ अब ठक्कै हिजो 12 बजीसम्म ड्युटी गर्नुभयो। अनि हाम्रो सरसफाइ भोटे गर्नुपर्छ। किचन त टल्काउनु पर्छ। आज शनिबार पनि छ। त्यस्तै हो गाइस होइन। अब लगाइ छैन। टक्क लाएर हामीले चाहिँ किचन पुरै सरसफाइ गरिसक्यो। तर खासै चाहिँ के भन्नु, तर अर्डर आएर हामीले किचन खासै सफा गर्न पाएनौँ है। अनि हेर्न सक्नुहुनेछ है। सर्लक्क लागेर जे होस् हामीले टल्काउनु त टल्काएको छौँ। हेर्न सक्नुहुन्छ भुइँ यस्तो भएको छ है। तर टल्किन त टल्किएको छ। त्यो पनि अर्डर आएर 2टा अर्डर आयो है। अनि त्यही भएर हामीले चाहिँ अर्डर हान्न थाल्यौँ। अनि यताको पनि देख्न सक्नुहुन्छ सफै भइरहेको छ हैन। अनि सेपसेट के बनाएको रे हो हामीले
पोर्क भने होइन बुङ्गुर बनाएको रे दादा यो सेफ सरले चाहिँ होइन टक्क लाएर अलिकति उ भयो अनि उता चाहिँ चिकन छ चिकन भागलाई राखेको छ होइन लगाए सफा चाहिँ यस्तै उस्तै भयो अर्डरहरू आयो होइन अनि हामीले चाहिँ त्यही भएर त्यति पनि सफा गर्न पाएनौँ गाइज है ल हजुरहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला गाइज ल बाई बाई